नमस्कार साथीहरू, आज मैले आईपीओ सम्बन्धी जानकारी लिएर आएको छु। सुप्रिम हेल्थ केयर लिमिटेडले हालै आफ्नो प्रारम्भिक सार्वजनिक निष्कासन आईपीओ को घोषणा गरेको छ। कम्पनीले 12,50,000 साधारण सेयरहरू प्रति सेयर रु 100 को दरमा सर्वसाधारणको लागि जारी गर्ने योजना बनाएको छ। यस आईपीओ को बिक्री प्रबन्धकको रूपमा ग्लोबल आईएमई क्यापिटल लिमिटेड नियुक्त गरिएको छ। कंपनी को प्रोफाइल इस प्रकार रहेको छ। स्थापना वर्ष 2066 साल। मुख्य कार्यालय परमानीपुर बारामा रहेको छ। संपर्क कार्यालय घाना पोखरी काठमाडौँमा छ। यसका हालका स्थितिहरू: उत्पादनहरू कंपनीले 85 भन्दा बढी उत्पादनहरू गरेका छन्, जसमा 35 भन्दा बढी चिकित्सीय श्रेणीहरूका उत्पादन छन् भने उत्पादनहरू बिक्री वितरण गर्दै आएको छ भने जसमा ट्याब्लेट, क्याप्सुल, क्रिम, लोसन र सोलुसनहरू समावेश छन्। कंपनीले आईपीओ निकाल्ने उद्देश्य: कंपनीले आईपीओ मार्फत संकलित पुँजीलाई उत्पादन क्षमता वृद्धि, नयाँ उत्पादन विकास र वित्तीय संरचना मजबुत पार्न प्रयोग गर्ने योजना बनाएको छ। यसले कंपनीलाई दीर्घकालीन विकास र सामाजिक उत्तरदायित्वका कार्यक्रमहरू सञ्चालन गर्न सहयोग पुर्याउने छ। कंपनीको हालको स्थिति: हालसम्म सुप्रिम हेल्थ केयरले आईपीओ को घोषणा मात्र गरेको छ। आवेदन खुल्ने मिति, आवेदन प्रक्रिया र अन्य विवरणहरू सार्वजनिक गरिएको छैन। आईपीओ सम्बन्धी थप जानकारी लिन ग्लोबल आईएमई बैंकको वेबसाइटबाट हेर्न सकिन्छ भने थप जानकारीको लागि यस्तै जानकारीको लागि मेरो युट्युब च्यानललाई सब्स्क्राइब गरिराख्नु होला। हस्, धन्यवाद।